त्यसै गरी आजका सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू अनि त्यसै गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साहित्य अनुरागी, साहित्य प्रेमी साथीहरू, मित्रहरू र अन्य आमन्त्रित पाल्नुभएका अतिथिज्यूहरूलाई मैले सम्पूर्णलाई सादर नमस्कार गरेँ र स्वागत अभिवादन पनि गर्न चाहन्छु। र अब रह्यो के भने चाहिँ मैले चाहिँ नि आफ्नो परिचय दिन चाहन्छु। मेरो नाम कुलबहादुर, अब धेरैजसले परिचय पाइसक्नु होला, तर कतै नपाएको व्यक्तिलाई पनि म यो परिचय दिन चाहन्छु। मेरो नाम कुलबहादुर ओली, मेरो साबिक घर नारायणपुर 5 सौरी भन्ने गाउँमा हो। अहिले म घोराईको 15 वडामा लालीगुराँस टोल भन्ने ठाउँमा म चाहिँ नि यहाँ बसोबास गरिराखेको छु। र मैले अब अहिले 2टा किताबहरू लेखेर यहाँहरू समक्ष पेश गरेका छु। र ती किताबहरू अब मेरो काम लेख्ने काम हो, मैले लेखेँ। अब त्यो कस्ता छन्, के छन्, त्यसमा चाहिँ त्यसको गुण विशेषता के छ भन्ने कुरा यहाँ पाठकवर्गहरूले पढेर बुझिदिनु होला र सकारात्मक पक्षलाई आत्मसात गर्नुहोला र केही कमी कमजोरी गल्ती भएमा मलाई सुझाव सहयोगको आशा गरेको छु। आशा मतलब सहयोग सुझाव दिनुहोला, सल्लाह दिनुहोला र मैले आफ्नो बुद्धि विवेकले भ्याएसम्मकाहरू राष्ट्रहितमा समर्पित हुनुपर्छ। राष्ट्र नभए हामी रहँदैनौँ। त्यसो भएकोलाई देशलाई पहिलो प्राथमिकता राखेर हामीले चाहिँ चाहे लेख्ने काम होस्, चाहे बोल्ने काम होस्, चाहे हरेक कुरामा राष्ट्रियता हुनुपर्छ भन्ने मेरो अवधारणा हो। त्यसो भएको हुनाले केही कुरा मैले यहाँहरूसँग जाहेर गर्न चाहन्छु। र मैले सर्वप्रथम अब के भन्छ साहित्य त मैले लेखेँ। अब त्यो साहित्य भने के हो, कसो हो भन्ने विषयमा पनि सामान्य यहाँहरूसँग मैले छोटोमा एउटा परिचय दिन चाहन्छु। साहित्य भनेको के त? साहित्य भनेको समाजको एउटा रूप हो। समाज एउटा रूप हो भने साहित्य त्यो समाजको स्वरूप हो। साहित्य बिना, समाज बिना हामीले साहित्यको परिकल्पना पनि गर्न सक्दैनौँ। त्यस्तै साहित्य नभएर समाजले अग्रगति पनि लिन सक्दैन। समाजलाई यदि सुदृढ गर्नु छ, सभ्य गराउनु छ, समृद्ध गराउनु छ भने पहिले समाज सुधार हुनुपर्छ। साहित्यले त्यसलाई चाहिँ सुधार गर्न सक्नुपर्छ। त्यस्तै पत्रकारहरू, अब साहित्यकारहरूले समाजलाई मध्यनजर गरेर समाजको हितमा कलम चलाउनुपर्छ। त्यो नै एउटा चाहिँ साहित्यकारको परम धर्म हो। र अब यो विषयमा मैले यतिका जानकारी गराएँ। अब बाँकी कुराहरू चाहिँ हाम्रो सबिकज्यूले भनिसक्नु भएको छ। र मैले यो जस्तो नैतिक दृष्टान्त लेखेँ, यो करिब 1 वर्ष पुरानो लेखिसकेको हो। अहिले दोस्रो किताब लेख्दाखेरि अब एकैचोटि गरौँ त दुईचोटि किन गरौँ भन्ने उद्देश्यले मैले एकैचोटि गराएको हो। अहिले लेखेको यो पछिल्लो चाहिँ कृति एक झलक हो। पहिलेको साहित्य यो नैतिक दृष्टान्त भन्ने यो झन्डै 7-8 महिना पहिले लेखेको हो। किन लेखेँ, यसको अर्थ के हो त भन्ने कुरा पनि यहाँ जिज्ञासा उठ्न सक्छ। मैले यो किन लेखेँ त भन्दा नैतिकता नभएर, यदि नैतिकता छैन भने कुनै व्यक्ति अथवा चाहिँ सामाजिक संस्था अथवा भनौँ राजनीतिक दल अथवा राष्ट्रिय स्तरमा र कुनै प्रशासनमा पनि त्यहाँ हरेक किसिमका विकृति, विसङ्गतिहरू, विकारहरू, व्यभिचारहरू उत्पन्न हुन्छन्। त्यसले गर्दा देश समाज हाम्रो कलङ्कित हुन्छ र हामी दूषित हुन्छौँ। भोलि त्यसले तहस नहस भएर छिन्न भिन्न भएर समाज सत्यानाश हुन जान्छ। त्यसो भने सर्वप्रथम नैतिकता चाहिन्छ भन्ने यही कुरालाई दृष्टान्त गर्दै, दृष्टान्त भनेको उदाहरण, यो सिङ्गो पुस्तक नैतिकताको दृष्टान्त यहाँले पढेर बुझ्नुहुनेछ भन्ने मैले आशा गरेको छु। र फेरि पनि भन्छु, अब राम्रो पक्षलाई आत्मसात गर्नुहोला, कमी कमजोरीलाई मलाई औल्याइदिनु होला भन्ने मेरो पाठकहरूसँग अनुरोध छ। के भयो त, अब नेताहरूले पनि गद्दारी गरे, त्यसमा त पछिल्लो पटक चाहिँ जेएनजीहरूले पनि अलिकति केही न केही कमजोरी गरेका छन्। जस्तो हाम्रो सार्वजनिक सम्पत्ति त्यत्रो चाहिँ सिंहदरबार प्रशासनिक भवन, सर्वोच्च न्यायालयको भवन, संसद भवनहरू ध्वस्त भए। किन भए? त्यहाँ त सोध्नु जसको गल्ती छ त्यसलाई पो गर्नुपर्छ। राष्ट्रिय सम्पत्तिमा किन आक्रमण गर्ने भन्ने मेरो भनाइ हो। यहाँहरूले कस्तो लाग्छ? मैले के लेखेँ त त्यो हेरिदिँदै बुझिदिँदै पाठकवर्गको हातमा छ र यहाँहरूलाई बुझिदिनुला भन्ने मेरो अनुरोध हो। र यसै क्रममा म के भन्न चाहन्छु, एउटा किताबमा अब कविता पनि मैले सुनाउन चाहन्छु। मेरा गद्य कविता छन्। अब मैले जाने बुझेसम्म गद्य कवितामा खास छन्दको आवश्यकता पर्दैन, किन आफ्नो भाव विचारलाई, अभिव्यक्तिलाई हुङ्कारका साथ एउटा चाहिँ भावुकताका साथ पेश गर्नु, त्यो नै
साहित्यको भनौँ। छन्द कवितामा के हुन्छ त विभिन्न किसिमका रस अलङ्कार व्यञ्जन शब्दको समायोजन गरेर प्रस्तुत गरिन्छ भने गद्य कवितालाई सरासरी आफ्नो भाव मात्रै हाल्ने हो, डाइरेक्टै हाल्ने हो। त्यो साहित्यको नियम हो। त्यसो भएको हुनाले अब म यो विषयमा भन्न चाहन्छु तपाईँलाई एउटा कविता सुनाउँछु। कविताको शीर्षक छ नीतिगत सन्देश। के भन्छ भनेपछि ल मैले यो कविता सुनाउँछु, अलिकति सुनिदिनु होला हजुरलाई अनुरोध गरेँ। नैतिकता बिना नियत शुद्ध हुँदैन, नियत बिना नीति पनि। नैतिकता बिना नियत शुद्ध हुँदैन, नियत बिना नीति पनि। नीति बिना हुँदैन शुद्ध हाम्रो मन मस्तिष्क पनि। नीति बिना हुँदैन शुद्ध हाम्रो मन मस्तिष्क पनि। मन मस्तिष्क शुद्ध नभइकन हुँदैन शुद्ध विचार विवेक पनि। विचार विवेक शुद्ध नभइकन हुँदैन शुद्ध हाम्रो काम व्यवहार पनि। काम व्यवहार शुद्ध नभइकन हुँदैन व्यक्ति विशेष पनि। व्यक्ति विशेष शुद्ध नभइकन हुँदैन शुद्ध क्रिया र कर्म पनि। व्यक्ति नै शुद्ध छैन भने त्यो क्रियाकर्म कसरी शुद्ध हुन्छ भन्ने कुरा मैले यहाँलाई अनुरोध गरेँ। क्रियाकलाप शुद्ध नभइकन हुँदैन शुद्ध समाज समुदाय पनि। समाज समुदाय शुद्ध नभइकन हुँदैन शुद्ध राष्ट्र र राष्ट्रियता पनि। यदि समाज शुद्ध छैन भने राष्ट्र शुद्ध हुन सक्दैन। त्यसो भए पहिले आफू शुद्ध हुनु पर्यो, त्यसपछि समाज शुद्ध हुनु पर्यो, अनि राष्ट्र राष्ट्रियता, अनि परराष्ट्रमा समेत सन्देश हामीले दिनु हुँदैन शुद्ध विश्व ब्रह्माण्ड पनि। विश्व ब्रह्माण्ड विशुद्ध बनाउन चाहिन्छ पवित्र आत्मा पनि। विश्व ब्रह्माण्ड शुद्ध बनाउन चाहिन्छ पवित्र आत्मा पनि। आत्मा नै हो ईश्वरको सकली रूप, आत्मा पवित्र बनाउनु पर्दछ। पवित्र आत्माबाट नै नैतिकता जागरण हुन्छ, आत्मशुद्धिकरण हुनुपर्दछ। नैतिकतालाई भुलेर अनैतिक होडबाजीले प्रेरित भई मानवको बाँच्ने अधिकार हराउँछ। नैतिकता इमान अनुशासनको कमी हुँदा भ्रष्टाचार व्यभिचार बदनियत जन्माउँछ। सत्कर्ममा कुकर्म हुँदा फोहोरको डुङ्गुर झै भई चौतर्फी गनाउँछ। अन्तरात्मा विशुद्ध नभइकन हुँदैन शुद्ध कुनै क्रिया र कर्म पनि। कर्म शुद्ध भए मात्र मिल्दछ सिद्धि सर्वजन हिताय भनी। यदि कर्म शुद्ध छैन भने कुनै किसिमको सिद्धि प्राप्त हुँदैन। आत्मा प्रदूषित बनाउन हुँदैन ज्ञानको अन्धो पनि। तसर्थ नैतिकताबाट माथि उठौँ, विशुद्ध बनाऊँ धरती जीवन र जगत पनि। नैतिकता नै पहिलो शर्त हुनेछ, जसबाट विश्व जानेछ स्वर्ग भनी। विश्वमा अहङ्कार उन्मादको नेतृत्वले युद्ध निम्ताउँछन्। आफ्नै हैकमवाद पुरा गराउन अरूहरूको बाध्य अधिकार गुमाउँछन्। ज्ञान विवेकको प्रयोग नगरी आफ्नै एकलौटी विचारमा जनधनको ठुलो क्षति पुर्याउँछन् विश्वभरमा शक्ति युद्धको नाममा। ज्ञान विवेकको प्रयोग नगरी आफ्नै एकलौटी विचारमा जनधनको ठुलो क्षति पुर्याउँछन् विश्वभरमा शक्ति युद्धको नाममा। यो मेरो एउटा कविता। के हो त बाटो जीवन कसरी चलाउने, जीवनलाई कसरी सार्थक बनाउने, जीवन भनेको के चिज हो, कसरी हामी जानुपर्छ भन्ने कुरा नैतिकताको आधारमा यो कविता लेखिएको छ। कुनै समय एक औद्योगिक कम्पनी थियो जो चौतर्फी चर्चित थियो। सोही कम्पनीलाई सक्षम योग्य इमान्दार कर्मचारीको खाँचो परेको थियो। त्यसैले कम्पनीले इमान्दार कर्मचारीको माग गरी विज्ञापन गरेको थियो। विज्ञापन मितिको समय आइपुग्दा उम्मेदवारलाई चासो भएको थियो। त्यस्तैमा विज्ञापन मितिको अन्तिम दिन उम्मेदवारहरू अन्तर्बाट जाँदै थिए। अन्तर्वार्ता थियो, इमान र अस्तित्वको उम्मेदवारहरू बाटोमा जाँदै गरेका थिए। कम्पनीको तर्फबाट जाँच लिन एक सडक सफा गर्ने व्यक्ति पठाइएको थियो। सोही झाडुवाल व्यक्तिले उम्मेदवारको परीक्षण लिने भएको थियो। त्यस्तैमा पहिलो व्यक्ति बाटोमा जाँदा झाडुवालसँग भेट भएको थियो। झाडुवालले उसको परीक्षण लिन केही रकम बाटोमा राखिदिएको थियो। झाडु लगाउँदै झाडुवाल भन्दछ, मित्र तपाईँको पैसा खसेछ रे, आफ्नो पैसा लगी जानुहोस् भनी झाडुवाल उम्मेदवारलाई भन्छ रे। कसैको पैसा मेरो हो भनी टिपेर लग्दो भयो, मेरो पैसा खसेछ भनी झाडुवालसँग जिद्दी पनि गर्दो भयो।
यसै क्रममा दोस्रो उम्मेदवार पनि अन्तर्वार्ता दिन त्यही बाटो गएको थियो। झाडुवालले उसको परीक्षा लिन केही पैसा बाटोमा राखिदिएको थियो। दोस्रो उम्मेदवारलाई पनि झाडुवाल भन्दछन्, सज्जन तपाईँको पैसा खसेछ रे, पैसा लगी जानुहोस्, तपाईँको पैसा हो भने उम्मेदवारले भन्दछ रे। यदि तपाईँको पैसा पक्कै हो भने लगी जानुहोस्, होइन भने लग्नु हुँदैन पनि। अर्काको धनमा लोभ गरी लग्नु हुँदैन, नीतिको विरुद्ध हुन्छ पनि। यसरी झाडुवालले भन्दा उम्मेदवारले रिसाई कडा विवाद पनि गर्दछ रे। अर्काको धनमा लोभ गरी पैसा लिन उम्मेदवार साह्रै उद्धत पनि हुन्छ रे। झाडुवाललाई उम्मेदवार भन्दछ, मेरो पैसा मेरै पैसा हो, लैजान्छु पक्कै मेरो हो भनी धनको लोभले उम्मेदवारले राखिदियो पैसा, लग्यो गनी। पहिलो दोस्रो उम्मेदवारले फजुल पैसा लगी अन्तर्वार्तामा गएका थिए। झाडुवाल थिए नैतिकवान, चरित्रवान, जसले यी सबै क्रियाकलाप बुझेका थिए। त्यसै गरी तेस्रो उम्मेदवार पनि अन्तर्वार्ता दिन यही बाटो हुँदै गएका थिए। नैतिकताको पालना गरी आफ्नो विचारमा अडिग भएका थिए। तेस्रो व्यक्ति जसले त्यही बाटोमा झाडुवालसँग भेट भएको थियो। झाडुवालले उम्मेदवारलाई परीक्षा गर्न केही पैसा बाटोमा राखिदिएको थियो। तेस्रो उम्मेदवारलाई भन्दछ, महोदय तपाईँको पैसा खसेछ रे, बाटोमा खसेको पैसा लगी जानुहोस् भनी उम्मेदवारलाई भन्छ रे। खसेको पैसा तपाईँकै हो, लगी जानुहोस् भनी जिद्दी पनि गर्दो भयो। उम्मेदवार भन्दछ, खसेको पैसा मेरो होइन भनी लग्दैन भन्नुभयो। झाडुवाल पुनः तेस्रो उम्मेदवारलाई पैसा तपाईँको हो, लगी जानुहोस् भन्दछ। तर उम्मेदवार भन्दछ, मैले घरबाट यति पैसा लिएको होइन, मेरो पैसा होइन भन्दछ। यसरी तेस्रो उम्मेदवारले नैतिकतामा राखेको पैसा लग्न स्वीकार गरेन पनि अन्तर्वार्ता पुग्यो। अन्तर्वार्ता दिन अत्यन्त सचेत बनी। पहिलो दोस्रो तेस्रो उम्मेदवार अन्तर्वार्ता दिन कम्पनीको हाकिम समक्ष गए। आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र लिई अन्तर्वार्तामा सामेल भएका थिए। बाटोमा भएको सबै क्रिया प्रतिक्रिया झाडुवालले हाकिम समक्ष भनेको थियो। सोही अनुसार तेस्रो उम्मेदवार इमान नैतिकताको आधारमा छानिएको थियो। सोही अवसरमा पहिलो दोस्रो उम्मेदवार भन्दछन्, मेरो योग्यता ठुलो छ है, जागिर नियुक्ति मैले पाउनु पर्छ, यो काम हुन सक्दैन है। यो सबै वाद विवाद प्रतिवादको खेलमा पनि तेस्रो उम्मेदवार सफल भयो। तिमीहरूमा काम, क्षमता, इमानदारीको आधारमा तेस्रो उम्मेदवारले पाउने इमानदारी समक्ष योग्यता उच्चताले पनि हार्दछ। त्यसैले तिमीहरू सबैमा इमानदार, सक्षम, योग्य उम्मेदवार तेस्रो व्यक्ति ठहर्दछ। वाचन प्रस्तुतिले मात्र नैतिकता हुँदैन, पुरा व्यवहारमा उतार्नु पर्दछ। सद्व्यवहार सदाचारले पुष्टि गर्दछ, नैतिकताको रहस्य जरुर बुझ्नु पर्दछ। यो हो सकलीय अन्तर्वार्ता। यही घटनालाई आत्मसात गर्नु पर्दछ। सफलताको शिखर पुग्नु सक्यो, यही अर्थी उपदेश मनमा लिनु पर्दछ। यो क्षणिक भौतिक जीवनमा धन सम्पत्ति प्रशस्त भएर वा मान प्रतिष्ठा, इज्जत, सम्मान पाएमा वा कुनै उच्च पदमा रही भोग गरेमा वा सन्तान, परिवारजन, इष्टमित्रहरू धेरै भएमा वा कुनै पनि कृति कर्म सफलतापूर्वक सम्पन्न गरेमा आदि सबै काम गरेमा वा देशको सत्ता सञ्चालक प्रमुख व्यक्ति भएमा वा कुनै व्यवहारले पनि तपाईँ खुसी र सुखी हुन सक्नु हुँदैन। पनि ऋणबाट मुक्ति जीवन भएमा, आफ्नो घनिष्ठ मित्रसँग मनका पीडा कथा व्यथा सुनाउने र मित्रबाट उचित सरसल्लाहका साथ हौसला दिने भएमा हाम्रो जीवन सुखी हुन्छ भन्नु खोजिरहेको छ। यहाँ अगाडि धन सम्पत्ति र चाहिँ मान सम्मानले ठुलो हुँदैन, यी तलका क्रियाहरू भएपछि सन्तुष्टि हुन्छ भन्ने मेरो अवधारणा। नेपालीले गीत गायो बरिलै, नेपालीले प्रीत लायो बरिलै, नेपालीले प्रीत लायो बरिलै,
नेपाली धरती नेपाली आकाश नेपाली धरती नेपाली आकाश यही धरतीमा बाँच्न पाउँदा स्वर्गको छ आभास यही धरतीमा बाँच्न पाउँदा स्वर्गको छ आभास चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डा यही झन्डालाई बनाउनु छ अझै प्रचण्ड यही झन्डालाई बनाउनु छ अझै प्रचण्ड शिरको मुकुट हाम्रो सगरमाथा यही देशको गाउनु छ गौरव गाथा यही देशको गाउनु छ गौरव गाथा सत्य र ईमान हाम्रो पहिचान जननी जन्मभूमि स्वर्गै समान जननी जन्मभूमि स्वर्गै समान हाम्रो चाँदीको दरबार पहाड हाम्रो फलफुल बुटीको भण्डार तराई हाम्रो अन्नको भकारी जुधन हाम्रो पूर्ण सरकारी वीरता हाम्रो राष्ट्रिय स्वाभिमान धर्म संस्कृति हाम्रो वैदिक इंसान शान्तिको सन्देश फैलाउने बुद्ध चाहँदैनौँ हामी कसैसँग युद्ध अन्याय र अत्याचारमा हामी कहिले गर्दैनौँ अत्याचार गर्नेलाई हामी छोड्दैनौँ अत्याचार गर्नेलाई छोड्दै संस्कृति चाहन्छौँ हामी ईश्वर कृति चाहन्छौँ हामी ईश्वर कृति आफ्नै छ माटो आफ्नै छ बाटो चाहन्छौँ हामी शान्तिको बाटो चाहन्छौँ हामी शान्तिको बाटो राष्ट्रिय पोसाक नेपालीको गरिमा यही पोसाकले चिनाउँछ विश्वभरिमा यही पोसाकले चिनाउँछ विश्वभरि कौशल आफ्नै छ कला आफ्नै छ कौशल आफ्नै छ धन सम्पत्ति आफ्नै दौलत आफ्नै छ धन सम्पत्ति आफ्नै दौलत आफ्नै छ गीत आफ्नै छ सङ्गीतले लगाउँछ सबैसँग गीत सङ्गीतले लगाउँछ सबैसँग गीत खान जान्दछौ मागी खान जान्दैनौ सहअस्तित्वमा तल परे मान्दैनौ सहअस्तित्वमा तल परे मान्दैनौ आफ्नै छ भाषा आफ्नै छ भेष स्वतन्त्रको हाम्रो नेपाली देश स्वतन्त्रको हाम्रो नेपाली देश दौरा सुरुवाल टोपी नेपाली कोट राष्ट्रिय पोसाकमा मुस्कुराउँछ आमाको ओठ राष्ट्रिय पोसाकमा रमाउँछ मुस्कुराउँछ आमाको ईश्वर पाउनु एक मात्र धर्म हो सत्यवादी नेपाली हौँ सहकार्यमा बाँड्दछौँ विश्वसँग नाता जोडी खुसी भई नाच्दछौँ अनुशासित स्वावलम्बी संयमित भई बाँड्दछौँ विश्वसँग मितेरीको गाँठो गर्दछौँ आफ्नै छ धर्म आफ्नै छ संस्कार अन्य धर्मलाई पनि गर्छौँ नमस्कार हाम्रो देशको माला सयपत्री फूल मखमली फूल लाली गुराँस अझै सुन्दर फूल यही फूलको सुवासमा मिठा छ भरेछ देशमा समृद्धिको गीत गाउनु छ देशमा समृद्धिको गीत गाउनु छ राष्ट्रियता हाम्रो प्राणभन्दा प्यारो बचाउनलाई हामी मान्दैनौँ गाह्रो बचाउनलाई हामी मान्दैनौँ गाह्रो संरक्षण गर्नु सुरक्षण कल्पनाका साथीहरू अब कविता मेरो गद्य कविता हो यसको भाव मात्रै छ भाव के हो भने कुरा यहाँले तारा जुन कल्पनाका साथी हुन भेट्नु छ भनी साथीसँग मनमा आयो उत्साह उमङ्ग कल्पना छ साथी भेट्ने मनको त्रिका सबै मेट्ने भेट भएमा साथीसँग मन हुनेछ साह्रै दङ्ग उरी भेटु कि कुदी भेटु कि सम्झनाको चिठी लेखु प्रयोग गरौँ कि वायुयान इच्छा छ भेट्ने ईश्वर समान कल्पनामै रमिरहन्छु स्वर्गको सपना देखिरहन्छु कल्पनामै रमिरहन्छु स्वर्गको सपना देखिरहन्छु सपनालाई साकार पार्न विपन्नमा साबित गर्न खोजिरहन्छु अनेक विकल्प पुरा गर्छु दृढ सङ्कल्प कल्पना आफैमा सिद्धि हुन्छ भावनामा साँचो मनोवृत्ति हुन्छ गरे नहुने संसारमा केही छैन जोस जागर नभई हुँदै भएन नमरेसम्म स्वर्ग भेटिन्न कल्पना बिना मार्ग चित्र देखिन्न
कल्पनामा महान शक्ति पाउन गर्नु छ ईश्वर भक्ति। कल्पना आफै पुरा हुन्छ, पुरा भए साथीसँग जरुर भेट हुन्छ। कल्पनालाई आफ्नो हृदयमा लेखेर हुँदैन पुरा अरूको समृद्धि देखेर अघि बढ्नुपर्छ कल्पना पुरा गर्न जुनतारा साथीसँग भेट गर्न। अब जुनतारा भेट्न सानो मेहनतले त हुँदैन, मेहनत ठुलै गर्नु। सन्देह छैन रतिभर बालौँ पवित्र दियो, सन्देह छैन रतिभर साथी भेट्न चुनौती छैन कोसिस गर्दै गर। अनि महानताको काम गर्नलाई सानो मेहनतले हुँदैन, मेहनत ठुलै गर्नुपर्छ, प्रयास धेरै गर्नुपर्छ भन्ने कुरा मैले यहाँ आउँछु। वर्तमान परिवेशलाई मध्यनजर गरेर यो परिवेशको यथार्थलाई मैले यहाँ जति सके जानेसम्म मैले यहाँ प्रस्तुत गरेको छु। अलि ध्यान दिएर सुनिदिनु होला मित्रहरू। कस्तो जमाना आएछ, सकली सबै बिलाएछ, नकली जति पलाएछ। जहाँ जाउँ जता जाउँ नकलीको बिगबिगी सलबलाएछ। जहाँ जाउँ तता जाउँ नकलीको बिगबिगी पलाएछ। घाँस कपास पनि नकली भई फैलाएछ। अर्थतन्त्र धराशायी भई महँगीले जनताको पेट सुकाएछ। अर्थतन्त्र धराशायी भई महँगीले जनताको पेट सुकाएछ। कस्तो जमाना आएछ। देश कहाँ छ, देशको सीमा कहाँ छ। अनभिज्ञतामा शासन सत्ता चलाएछ। व्यवस्थाको अवसर छोपी परराष्ट्रले सीमा बढाएछ। व्यवस्थाको अवसर छोपी परराष्ट्रले सीमा बढाए। आनन्दित भई गद्दीमा निधाएछ। नकली सिद्धान्त नकलीमा जीवन बिताएछ। कस्तो जमाना आएछ। कस्तो जमाना आएछ। अज्ञानताको पोखरी भरिदा ज्ञान शिव सबै बिलाएछ। हैकमवाद र नातावादमा सुरक्षाको पाठ पढाएछ। हैकमवाद र नातावादमा सुरक्षाको पाठ पढाएछ। देश भयो रोजगारविहीन, युवा शक्ति सबै विदेश पठाएछ। युवा शक्ति हो देश बनाउने शक्ति सबै खेर गएछ। कस्तो जमाना। सकली जति टाढै रही अवसरबाट वञ्चित भएछ। सकली जति टाढै रही अवसरबाट वञ्चित भएछ। नकलीको बिग्रीले गर्दा विसङ्गति जन्माएछ। न्याय सम्पादन हो समानता शुद्धिकरण त्यो आफैमा विवादित भएछ। कस्तो जमाना आएछ। कस्तो जमाना आएछ। संस्कृतिको छोड्दा भएछ। यो सबै विकृति धर्म संस्कृति छोड्दा उदाएछ। स्वार्थ भावले देश समाज दूषित बनाएछ। अनुशासन हो धर्म संस्कृति सभ्यता त्यो सबै आज हराएछ। कस्तो जमाना आएछ। धर्म संस्कृतिको अवमूल्यन हुँदा विकृतिले देश गन्हाएछ। वैवाहिक सम्बन्धलाई बिर्सिएर न्यायमा पारपार चुकेको चाङ लगाएछ। वैवाहिक सम्बन्धलाई बिर्सिएर न्यायमा पारपार चुकेको चाङ लगाएछ। धर्म संस्कारको व्यवस्था हुँदा नयाँ रीतिरिवाज बनाएछ। अबोध बालबालिकालाई बिर्सेर बाबुआमा अरू कसैसँग रमाएछ। कस्तो जमाना आएछ। यहाँ आइदिनु भयो, मेरो कविता सुनिदिनु भयो, मेरो भाव विचार यहाँ बुझ्नुभयो। म सबैलाई पुनः नमस्कार गरेँ। हेलो सबैलाई धेरै धेरै धन्यवाद। र सबैजनालाई नमन पनि गरेँ है। ल सबैलाई धन्यवाद।